यो ठाउँ त मिलेन नि त यस्तो त चैत वैशाख पानी पर्नु पर्दैन होला पानी त कहिले हुन्छ सक्यो जाडो त भएको भन्छु कि उहिलेका दाँजामा लुगा ताता निक्लेका ल है माछा ल ल ल यहाँ पनि छ एउटा ल्याउ न बल्छी ल्याउ न यस्तो खानु ल्याएर जान्छ एउटा व्यवस्था गर्नु पर्थ्यो होला हातले यस्तो समय झ्याप्पै कार्यक्रम स्थलतिर पुग्दैछौँ हामी पिकनिक स्थलतिर हामी लगभग जाने क्रममा छौँ र हामी स्पोर्टमा पुगि नै सक्यौँ अब अवस्था आजको तयारी पनि भइसकेको छ विभिन्न प्रकारका जीव जन्तुहरू यसरी हामीले दर्शन गरेर अब चाहिँ पिकनिक स्पटमा आजको व्यवस्था भइसकेको सूचना आएकोले हामी जाँदैछौँ अहिले तत्काल ल हामी पुगी पनि साना साना नानी बाबुहरूको पुरै रमाइलोमा व्यस्त छन् हेलो हेलो